आज हामी 2 करोडको माल के हो रे सालो यो ढड्को हो के को ढड्को ढुङ्गाको ढड्को ढड्को ढुङ्गाको ढड्को याल्ला याल्ला म चाहिँ पुरै यहाँ यस्तोमा लुकेर बसेको हुन्छ पखान बेचमा। नमस्ते गाइज, सबैजनालाई स्वागत छ रखाली ब्लगमा। सो म आज पनि आइसकेको छु तपाईँहरूको माझमा केही कन्टेन्ट लिएर। सो आज हामी जाँदैछौँ, के भन्छ अरे सालो? पखानबेद होइन, पखानबेद भन्छ कि पाखानबेद भन्छ? पाखानबेद हन्ट गर्नको लागि गइरहेको छौँ हामी। आज हामी कस्तो कस्तो ठाउँमा गएर पाखानबेद लिएर आउँछौँ सो हेर्नु होला। र पाखानबेद कोले चिन्नु भएछ र चिन्नु भएन त्यो पनि कमेन्ट गरिदिनु होला। पाखानबेद पाउन त पाउँछ, स्योर पाउँछ, तर 18 ठाउँमा पाउँछ कि। तर कता कता पाउँछ भने मलाई थाहा छैन क्या फेरि यार। कहाँ यो पाउँछ त्यहाँ? जाऊँ न त, कताबाट जाने? नलट्यौँ नगिरौँ, खोज्न त खोज्ने हो क्या ढुक्क। म त एक्लो छोरो हो यहाँ चिज। यस्तो बाटो जानु, म रानी सिंह नि खोज्न छ साला यार। ओइमा अब म फोन पक्रिम कि बाटो खोजौँ। A few moments later. आज हामी 2 करोडको माल खोज्नको लागि यस्तो यस्तो बाटोमा है सालो। कहाँ हो र यार? कता डाम म? ए के बोल्या भाइ तिमी? अय्या बरे ओइ म्याचिस। ओ यो पाहाडमै खोज्न आएको चाहिँ हामी किन्न कि ढुक्क किन न। म चाहिँ कसरी जाने त यार? चल उयो म्याचिस देख्न सक्नुहुन्छ, यस्तो ठाउँमा जानुपर्ने छ हामी। यामा म चाहिँ कसरी निस्किने आमा? तिमी त पहिला पुलिस छिर्यौ त यार। यस्तो माथि छ यार। अब पहनबाट खोज्ने प्लान त मेरै हो, तर खै फसिरहेछ यार। अब हामी त डिस्कभरीमा खेल्नेवाला हो। अब तिमी त बरु दुईटा हातले पक्रिँदै हिँड्यो कि चाहिँ एउटा हातले पक्रिँदै चाहिँ कसरी हिँड्नु? म मरे पनि तिमीले ओ सालको भिडियो पोस्ट गर्छौ नि। यो पनि बब्बाल दबाई है।
चलो ल यो अहिले टिपिहालौँ त ल यो झोलामा हालिहाल त कता कता गइदिएछ सब थाहा तिमीलाई तिम्रै झोला हो मैले नि एक बेला यस्तै झोला बोकेको सेम हो न अगाडि चलो ल ओए फोन छोडेर आउने नि त फोन मारेर ए भगवान् 2 hours later. म चाहिँ पुरै यहाँ यस्तो पोजिसनमा छु ऊ यहाँ चाहिँ पखन बेच्छ यहाँ उयो मा टिपो मै त म घप्पै गयो नि क्यार नि हो यहाँ एक फिनिस गेम यहाँ तिमीले भनेको है त्यहाँ त यत्रो जरा खा मुला त्यो त पातमा त जरा हो कि हुन्छ पात मात्र पात मात्र त यता भित्तामा हो कि फुल सहित छ यहाँ अझ पात मात्र त यता भित्तामा हो भन्यो तल यति मात्र निक्ल्यो हो त फाइनली मेहनतको फल उद्घाटन ए ल है ल्याउनु पर्ने क्या हामीले यार छोडिदियो यहाँ फेरि अर्को होइन जरैबाट उखाल्ने होइन कि भाँच्ने हो कि यस्तरी भोलि पर्सि पनि आउनु पऱ्यो नि फेरि जरा छोडिदिने पछि पछि उम्रिन्छ यहाँ चाहिँ यस्तो है भिड त्यहाँडै हुन्छ फेरि गयो भने त त्यहाँडै हुन लाग्नु भएको त्यहाँ ओ माल आयो माल 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 छिटो हिँड न अलिक माथि हिँड न टोक्यो कि यहाँ मलाई टोक्छ कि अलिअलि त टोकाइ खान पनि पर्छ भिडियो बिग्रियो के अरे भयो अलिक माथि गएर टक्क जाने क्या कट्टुभित्र ल ल ल कट्टुभित्र जान्छ अरे अहिले माथि जाउँ है कहाँ कहाँ हिँड्ने हो मेरो ठोप्रा देख्यो कि नै मलाई थाहा छैन है यल्ला सुर्रा हुर्रा हुर्रा कोही मुनि माल चाहिँ मेरो हातैमा है यल्ला सुर्रा है पोल्ट्याङ भयो क्या भिडियो सुर्रा यल्ला यल्ला हजुर हुनु पर्यो नि यल्ला सुर्रा हुर्रा हुर्रा ल देख्न सक्नुहुन्छ यहाँ हाम्रोहरूको बारी यो छोरेको बारी चाहिँ यो टिकुली बाबुहरूको यो छोरे त्यही माथिको यो दुईटा घ्यापियाला हाम्रो हो त्यही माथिको त्यो मोटे भोडे त्यही माथिको तिले भान्जाहरूको हुँदैछ त्यहाँ मम्मी ड्याडी गएर खन्दै हुनुहुन्छ त्यहाँ त्यो रोप्नलाई के भन्छ कोदो रोप्नलाई कोदो रोपेर कोदोको झोल खानु पर्यो नि रौसी के रौसी भातो खानलाई आउँदै हुनुहुन्छ ल यो रानी सिङ्की ए पखन यसकै लागि मा त्यत्रो पाहाडमा भित्र कट्टुभित्र गयो गरे कमिला हेर न मा यत्रो सुन्नै देख्यो टोकेर नराथ्यो भनेर खै त देख ल थम्बनेलमा हाल्ने नि यो पग्रिने ठाउँमा पानी छैन भने पहिला पग्रिन्थ्यो यहाँ हामी
आएर यहाँ नाङ्गै भएर पक्रिन्थ्यो। अहिले त छैन, पानी सानी छैन अहिले त। नाइ त पक्रिन हुन्थ्यो एक्लो। यस्तोमा लुकेर बसेको हुन्छ पखन बेतमा। पानी पर्न थालिसक्यो दुईटा पखन बेत भन्दा धेरै पाएको होइन। यहाँ हो अहिले मैले देखाएको पौरिने पहिलाका बाहरूले पानी खान्थे यहाँ, हामीले पक्रिन्थ्यौँ। पखान बेत यस्तो यति भएर फेरि अर्को ठाउँ जान्यो, यहाँ पक्रिन्थ्यौँ। अनि म यहाँ र उता जानु डर लाग्थ्यो सानैमा, यहाँ त डुबाउँथ्यो मलाई। अप्सन डुब्ने ठाउँ यहाँभन्दा नजाने गर्छ। यहाँ र उता जान्थेन, यतै खेल्ने, यता बल ल्याएर नि खेलियो। पानी कस्तरी हुन्थ्यो टिलिलिल्ल। भ्याउता गएर यहाँ एकचोटि मेरो साथो गयो, मैले केटाहरूलाई ल्याएर नि पौडाएको छु यहाँ। यो ल अब चाहिँ चल्दिएको, अब उता जानुपर्छ। अन्त नि हेर्न पऱ्यो नि त, एक ठाउँ मात्र खोजेर भएन। टुङ्गेको छ मेरो भाडा, एकैछिनलाई टुङ्गाउँछु। अहिले फेरि जोड्न होला है। हिमाली भेगतिर चाहिँ के भन्छ अरे के गरे यार्सा गुम्बा। अरे कहना क्या चाहते हो? खोज्दै हिँड्नु भयो होला। यता पहाडी भेगमा चाहिँ पाखन बेत खोज्दै हिँडेको पाउँदै पाइने यार। पहिला यता कति पाइन्थ्यो खोज्न आउँदा। आजकल जम्मै डढेउटो लाएर भ्याइएछ, सबै डढेउटो लाएर दबाई जति उस जति भ्याइएछ। के गर्नु साथीहरू, जिन्दगीले मलाई तीर हानेछ। चुप, बिल्कुल चुप। यहाँ पाखन बेत चाहिँ यस्तरी छ, के गर्नु, टिप्न सकिन्न। आकाशको फल आँखा तरी मर भन्ने, अनि हिँड्ने। ल के गर्नु, यहाँ यस्तरी छ, टिप्न सकिन्न। पाहाडमा हो यस्तो, न यताड न उताड। ल त्यही हो त। A few moments later. सो हाम्रो चाहिँ ब्रेक टाइम भइसकेको छ। ब्रेक टाइममा अब एकछिन बस्ने, पानी सानी खाने है। अब यत्रो डाँडामा यत्रो भिरपाखा खोज्दै हिँडेँ, अनि पानी परिरहेको थियो। अहिले भरै घाम लाग्यो। स्याङ्जामा अहिले यस्तै भइरहेको। यहाँ चाहिँ सालो नि थाकेर लोत परिसकेको छन्, अनि थाकेर लोत परिसक्यो। अब हामी चाहिँ उयो ढुङ्गाको बिचबाट छिरेर हामी यसको माथिपट्टि निक्लिन सबै त। यहाँ हामी चाहिँ केटाकेटी पारामा यहाँ आएर खेल्थ्यौँ धेरै पछि। त्यही केटाकेटीपनलाई फेरि आज ताजा गरौँ न होइन। के हो र, ढड्को छिर्न पर्छ। अब भ्लगको अन्त्य भइसक्यो। अब यहाँबाट थोरै तल जान्छन्, त्यहाँ गएर हेर्छौँ पखन बेत कति छ। अहिलेको हाम्रो माल देखाउ त अप्सन कति छ देखाउ। यतिसम्म चाहिँ भइसकेको छ। सो अब चाहिँ हामी सुरुङ छिर्नेवाला छौँ है त। उयो यहाँबाट छिरेर माथि निस्किन्छौँ है त। सो चलो। सुरुङ भनेको त मान्छेले बनाएको लागि, यो त आफै बनेको लागि ढड्को के हो अरे सालो, यो ढड्को हो कि ढड्को हो कि ढड्को ढुङ्गाको ढड्को, पहाडको ढड्को साँचो, ढुङ्गाको त लाइट बाल्न पर्छ क्या भित्र। याल्ला याल्ला ओइ ए तिमी नहटाएपछि म हटाउँछु नि। झोलाले मिस्टेक गर कि ओ चलो। ए यो ल यो हिँड्दा त म भिडियो गर्दै हिँड्नु परेन त। भगवान् ए भगवान् है म त हटाउने क्या यहाँको त चिर्न आँटेको। यस्तो छ अवस्था। यहीँबाट हो नि, यहीँबाट हो नि। हामी चाहिँ सुरुङ छिरिरहेछौँ। ए यार के रङ्ग होला यार।
अड्कियो यार रङ्ग लाग्यो होला मलाई ल मेरो गराइदियो अब उता कति अगाडि गयो है आउँदै हुनुहुन्छ ढड्को छिर्दै हुनुहुन्छ लाइट बाल्नुपर्छ कि यार ढड्को ए भगवान् के हो यो ए भगवान् फाइनली ल ल हामी चाहिँ निस्किसक्यौँ है यल्ला हाम्रो यति छिर्न 2 मिनट लाग्यो अझै कति लाउने हो अब त निस्क्यौँ है हामी चाहिँ सुरुमबाट निस्किसकेको सुरुम भन्दा नि के भन्ने होला हो चाहिँ कि लास्टी एभरै मुखभरि गयो एभरै यस्तो छ हालत ल जाउँ यहाँबाट निस्कियो हामी चाहिँ भर्खर यहाँ तलबाट छिरेर यहाँ निस्किसकेको छौँ है हामी चाहिँ चल हामी कहाँबाट आएको रे हेरेन म अब यहाँबाट हाम फाल्छु है के रे घरको कुन कुनामा यस्तो छ हामी कहाँ कहाँ खोज्न पुगिरहेको छौँ यार छ्याल ब्याल हो कि फेरि घर गरममा